मेरो यस युट्युब च्यानलमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक स्वागत तथा अभिवादन। आज मैले एउटा बडो महत्त्वपूर्ण र असाध्यै छोटो खालको एउटा भिडियो तयार गरेको छु र यो भिडियोको शीर्षक के छ त भन्दा वैदिक सनातन धर्म दर्शन परम्परा। यसको सुरुवात कहिले भयो र कसरी यहाँसम्म आयो भनेर चाहिँ यसलाई मैले एउटा छोटो भिडियो बनाएको छु। यसलाई लाइक, सब्स्क्राइब, शेयर र सकारात्मक कमेन्ट गरी विश्वभरि फैलाइदिनु हुन आदरणीय मेरा दाजुभाइ तथा दिदीबहिनीहरूलाई विनम्र अनुरोध गर्दछु। र अब यस वैदिक धर्म दर्शन सनातन परम्परा कहिलेदेखि आयो, के हो यो भन्ने कुरा अलिकति म यहाँहरूलाई व्याख्या छोटकरीमा परिचय दिन गइरहेको छु। सबभन्दा पहिला यसलाई अङ्ग्रेजीमा वैदिक फिलोसफी भनेर पनि भनिन्छ। वेदो अखिलो धर्ममूलम भनेर मनुस्मृतिको 2.6 मा चाहिँ भनिएको छ। त्यसैगरी वेद चक्षु सनातनम भनेर मनुस्मृतिको 12.94 मा भनिएको छ। यसको चाहिँ अर्थ के हुन्छ त भन्दा वेद सम्पूर्ण धर्मको मूल हो भनेर भनिएको छ र वेद सनातन धर्मको आँखा हो पनि अथवा चक्षु हो भनेर भनिएको छ। यहाँ माथि चक्षु भने आँखा। र यस्तो महत्त्वपूर्ण दुई लाइन जसले यो मनुस्मृतिले वेदलाई यसरी व्याख्या गरेको देखियो। हरेक शास्त्रहरूले वेदलाई यसरी नै व्याख्या गरेका छन्। वेद भनेको मूल, सबभन्दा पुरानो र मूल एउटा संस्कृत वाङ्मय हो यो। र यसैबाट चाहिँ अहिले विभिन्न धर्मशास्त्रका पुस्तकहरू जस्तै पुराणहरू, उपनिषदहरू, विभिन्न अब ब्रह्मसूत्रहरू, संहिताहरू लगायतका धेरैभन्दा धेरै चाहिँ पुस्तकहरू चाहिँ यसैका आधारमा चाहिँ निर्माण भएका छन्। र वेद भनेको एउटा पूर्ण रूपमा एउटा विज्ञान हो, आध्यात्म विज्ञान हो। यो विज्ञानले चाहिँ किन यसलाई विज्ञान भनिन्छ त भन्दाखेरि यसको अर्थ पनि छ। यसले के सिकाएको छ त मानव जातिलाई, एउटा ह्युमन लिभिङ, एउटा ह्युमन सोसाइटीलाई चाहिँ के सिकाएको छ त भन्दा प्रकृतिलाई उपासना गर। पृथ्वी, जल, तेज, वायु, आकाश, यो जुन आँखाले देखिने छन् नि, तिनीहरूलाई उपासना गर भनिएको छ। अर्को सम्पूर्ण देवी देवताहरूलाई पनि आह्वान गर, होम गर, पूजा गर भनेर पनि यसमा बताइएको छ, देवी देवताहरूको पनि। र विराट पुरुष अर्थात् परमात्मा, परमेश्वर, भगवान, ईश्वरलाई पनि उपासना गर, आह्वान गर र खुसी पार भनेर यसमा चाहिँ बताइएको छ। र यो वैदिक सनातन परम्परा भनेको यो अनादिकालदेखि चलिआएको। यस वेद शास्त्रको पनि सुरुवात चाहिँ कसरी भएको छ भन्ने छ त भन्दा परम प्रभु परमात्माले सृष्टिको सुरुमा ब्रह्माजीलाई चाहिँ अब यो वेदका चाहिँ सम्पूर्ण ऋचाहरू र यो श्लोकहरू चाहिँ सुनाउनु भएको थियो र त्यहीँबाट चाहिँ यो सनातन धर्मको सुरुवात भयो भनेर भनिएको छ।
त्यसैले यसलाई भगवानको वाणी भएको हुनाले ब्रह्म वाक्य पनि भनेर भनिन्छ। यो विश्व प्रसिद्ध ग्रन्थ हो। अनादिकालमा पनि यसको स्थान महत्त्वपूर्ण छ। किन भन्दाखेरि आयुर्वेद औषधि विज्ञानदेखि लिएर शक्तिशाली मन्त्रहरूको चाहिँ उपासना, मन्त्रहरूको चाहिँ सिद्ध मन्त्रहरूको व्याख्या र प्रत्येक ऋचाहरू अत्यन्त महत्त्वपूर्ण छन्। वेदका ऋचा भनिन्छ यिनीहरूलाई। र रावणको समयमा पनि अब रामको समयमा पनि विमानहरू बनेका थिए, पुष्पक विमानहरू बनेका थिए भन्ने किंवदन्ती हामीले संस्कृतमा पनि पढेका, संस्कृत रामायणमा, वाल्मीकि रामायणमा पनि अध्ययन गरेका छौँ। र अन्य सबै देवी देवताहरूका पनि यस्ता पुष्पक विमानहरू थिए। ऋषिहरूलाई वैज्ञानिक भनेर भनिन्छ। उहाँहरूले नै, वैज्ञानिकहरूले लेखेको हुनाले नै यो वेद एउटा वेदव्यासले लेख्नु भएको हुनाले नै यसलाई उहाँ पनि एउटा वैज्ञानिक र भगवान नारायणको एउटा अवतार हुनुहुन्छ। 24 अवतार मध्येको एउटा अवतार। यस्ता भगवान नारायणका अवतारले लेखिएको हुनाले यसमा अति गहन र सम्पूर्ण कुराहरू पूर्ण छ भन्ने कुरा हामीले यसलाई विश्वास गर्दै आइरहेका छौँ। र यो वेद भन्ने एउटा त्यस्तो शास्त्र हो, त्यस्तो एउटा चाहिँ ब्रह्मवाक्य हो यो, जसलाई अध्ययन गर्नको लागि पनि भनिएको छ आहार विहार र शरीर शुद्धिकरण गरेर ब्रह्म मुहुर्तमा अध्ययन गर्न सकिने कुरा बताइएको छ। अन्यथा त्यसको कुनै अर्थ रहँदैन पनि भनिएको छ। त्यस कारणले यसलाई पढ्न सबैले सकियो। तर आहार विहार र समय ख्याल गरेर अब पढ्दाखेरि अत्यन्त राम्रो हुने भयो। अब सबैले पढ्न हुन्छ। यसमा कसैलाई कुनै किसिमको विभेद गरिएको छैन। सबै परमात्माका सन्ततिको रूपमा लिइएको छ। र मुख्य 3टा उपासना मैले अहिले नै भनिसकेँ। प्रकृतिलाई उपासना, देवी देवताहरूको उपासना र आह्वान, र त्यसै गरी परमात्माका विराट स्वरूपको व्याख्या यसमा गरिएको छ। र सनातन धर्मका 14 आधारहरू र स्थानहरू बताइएको छ। यी अत्यन्तै महत्त्वपूर्ण छन्। यति धेरै छन् यसमा विधाहरू। जस्तै पुराणहरू छन्। 18 पुराणका फेरि उपपुराणहरू छन्। उपपुराणहरूका सहपुराणहरू छन्। त्यस्तै न्याय दर्शन भनिन्छ। यो देशको कानुनले सबैलाई न्याय दिलाउँछ। त्यसले पनि न्याय दिलाउन नसकेका कतिपय ठाउँहरूमा भगवानको ब्रह्माण्डीय कानुन चाहिँ प्रयोग हुने गरेको हुन्छ। त्यसकारणले गल्ती गरिसकेपछि त्यसको सजाय त अवश्य भोग्नै पर्छ भनेर भनिएको छ। यस्ता न्याय दर्शनमा यस्ता कुराहरू, विभिन्न कुराहरू, न्याय सम्बन्धी कुराहरू उल्लेख गरिएका छन्। मीमांसा दर्शन अर्को विधा छ। त्यस्तै अर्को धर्मशास्त्र अर्को आधार छ। 4वटा भए। वेदाङ्ग भनेपछि वेदाङ्ग अन्तर्गत फेरि 6वटा छन्। शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष। 6वटा यो भयो वेदाङ्गका अङ्गहरू। र उता 4वटा भयो, 10वटा भयो। फेरि वेदका 4वटा भागहरू छन्। पहिला वेद एउटै थियो भन्ने शास्त्रमा उल्लेख गरिएको छ। पछि यसलाई पढ्न सजिलोको लागि वेदव्यासले यसलाई 4 अलग अलग शीर्षकमा चाहिँ विषयमा चाहिँ विभाजन गर्नुभएको भनेर उल्लेख गरिएको छ। यसमा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद यिनीहरूले के गर्छन् त भन्दा ऋग्वेदलाई चाहिँ खास गरी विशेष गरी ज्ञानको भण्डार पनि भनिन्छ। यो ऋग्वेदले मा अति धेरै, अब धेरै मन्त्रहरू पनि छन्। यसका ऋचाहरू छन्। यसले अब यस्ता मन्त्रहरूलाई सिद्ध गरेर मानव कल्याणको लागि प्रयोग पनि गर्न सकिने कुरा बताइएको छ।
र ऋग्वेदमा चाहिँ 10औं मण्डलको 90 सूक्तमा अत्यन्तै महत्त्वपूर्ण कुरा उल्लेख गरिएको छ। ल हेर्नुहोस्, मैले यहाँ देखाएको पनि छु, यहाँहरूले यसलाई अर्थ लाउनु होला। अब यो संस्कृतको अर्थ म बताइदिन्छु, देखाइदिन्छु। हजारौं शिर, हजारौं नेत्र, हजारौं चरण भएकाले हेर्नुहोस्, विराट पुरुषले सारा ब्रह्माण्डलाई जितेर त्यसलाई 10 औँलाले निर्माण गर्दै ओगटेका छन्। हेर्नुहोस्, त्यस्तो हुन्छ विराट पुरुष भने ईश्वर परमात्मा, यस्ता हुन्छन्। यो कुरा ऋग्वेदको 10औं मण्डलको 90औं सूक्तमा छ। अत्यन्तै महत्त्वपूर्ण कुरा यो। त्यसैगरी दोस्रो श्लोक पनि म सुनाउँछु। दोस्रो श्लोकमा भनिएको छ, निर्माण भइसकेका र निर्माण हुनुपर्ने सृष्टिको रूप उनै विराट पुरुष हुन्। हेर्नुहोस्, निर्माण भइसकेका र हुनुपर्ने भविष्यका कुराहरू पनि गर्ने ती विराट पुरुषका एक चरणमा सबै प्राणीहरू अटेका छन् र 3वटा चरण दिव्य लोकमा छन्। अरे दिव्य लोक भनेको एकदम साक्षात धाम, 3टा चरण त्यहाँ छन् भनेर उल्लेख गरिएको छ। हेर्नुहोस् त कस्तो अचम्म छ यो संसार, कस्तो यो ब्रह्माण्ड। अर्को श्लोकमा भनिएको छ, यस संसारको विशालता भन्दा ठुला उनै विराट पुरुष रहेका छन्। अमर आत्माहरू भनेको हामी जीवात्माहरू र अविनाशी जगतका, यस जगतका स्वामी पनि उनै विराट पुरुष रहेका छन्। अन्न खाएर बढ्नेहरूका स्वामी पनि उनै चाहिँ विराट पुरुष हुन् भनेको छ। हेर्नुहोस्, हामी भित्र जो विराजमान भइबसेको छ उहाँ चाहिँ उनै विराट पुरुष हुन् भनेर भनेको छ। त्यसै गरी अर्को श्लोकमा नि भनिएको छ, उपल्लो लोकमा 3 चरण हुने विराट पुरुषको एक भाग यहाँ फेरि प्रकट भयो र अन्न खाने प्राणी र अन्न नखाने वनस्पति आदिमा पनि उनै विराट पुरुष व्याप्त रहेका छन्, विचरण गरिरहेका छन् भनिएको छ। हेर्नुहोस्, यसरी ईश्वरको अस्तित्वलाई यहाँ चाहिँ खुलाइएको छ। यो कुरा पनि यहाँहरूलाई मैले अवगत गराएँ। धेरै महत्त्वपूर्ण कुरा मैले यहाँहरूलाई जानकारी दिएँ जस्तो लाग्छ। त्यसै गरी अब म जान्छु यसमा। दोस्रो वेदको नाम हो यजुर्वेद, जुन हामीले विभिन्न होमादिहरू यज्ञहरू गर्दाखेरि यस यजुर्वेदको प्रयोग गरिन्छ। यजुर्वेदका के अरे ऋचाहरूबाट चाहिँ मन्त्रहरूबाट आह्वान गरेर प्रकृतिलाई, देवी देवताहरूलाई र ईश्वरलाई यज्ञ गरी यज्ञमा आउनको लागि र हाम्रो यज्ञको फल चाहिँ, यज्ञको चाहिँ जुन वस्तु चाहिँ ग्रहण गर्नको लागि यो यजुर्वेदमा चाहिँ व्यवस्था मिलाइएको छ, उल्लेख गरिएको छ। यो यज्ञसँग सम्बन्धित वेद हो यो यजुर्वेद, अथवा होम आह्वानसँग सम्बन्धित वेद हो। त्यस्तै तेस्रो वेदको नाम रहेको छ सामवेद। यो गीत सङ्गीत र सारेगामा संसारलाई एउटा प्रभावित पार्ने गीत सङ्गीतको उद्गम चाहिँ सामवेदबाट भएको भनेर लेखिएको छ। यसैमा उल्लेख गरिएको छ। गीत सङ्गीतको एउटा विराट संसार, एउटा विशाल संसार यसैभित्र छ। त्यसै गरी चौथो वेदको नाम हो अथर्ववेद। अथर्ववेद पनि कस्तो छ त भन्दा अहिंसा, शुभमङ्गल र ब्रह्म उपासनाका मन्त्रहरू, आरोग्यताका मन्त्रहरू र अन्य धेरै धेरै किसिमका मन्त्रहरू चाहिँ यसमा चाहिँ उल्लेख गरिएका छन्। यसैले यी 4वटा वेदका अङ्गहरू भए। 4 वेदाङ्गका 6, 10 पुराण, न्याय दर्शन, मीमांसा दर्शन र धर्मशास्त्र गरेर कतिवटा भए? 14वटा आधारहरू छन्। सनातन धर्ममा 14वटा स्थानहरू छन् भन्न पनि मिल्यो।
अनि अब म यसलाई यी वेदहरू भगवानका स्वरूप हुन् भनेर पनि उल्लेख गरिएको छ। हेर्नुहोस्, सुरुमा वेद एउटै भएको र पछि अध्ययनलाई सहज बनाउनका लागि भगवान नारायण वेदव्यासले यसलाई 4 थरी वेद उपवेदहरू इत्यादिमा विभाजन गर्नुभएको हो र स्वयं नारायणबाटले लेखिएको हुनाले यो वेद अब संस्कृतमा लेखिएको हुनाले यसका अकाट्य शब्दहरू प्रयोग गरेर लेखिएको हुनाले यो कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा यहाँहरूले अवगत भइसक्यो होला यहाँहरूलाई। त्यसैगरी एउटा अब वेद उपवेद यसले प्रकृतिलाई अहिले नै मैले भनिसकेँ उपासना गर्न, पृथ्वी जल तेज वायुलाई उपासना गर्न आह्वान गर्न प्रयोग गरिन्छ। धेरै किसिमका देवी देवताहरूलाई 33 कोटी देवी देवताहरूलाई उपासना गर्नको लागि यसको यो वेदले उपासना गर्न सिकाएको छ। त्यसैगरी परम प्रभु परमात्मा जगतका नारायणलाई पनि यसले उपासना गर्न सिकाएको छ। भनिन्छ हामीहरू भगवानका अधीनमा छौँ, तर भगवान भने वेदका ऋचाहरू र वेदका मन्त्रहरूको अधीनमा हुनुहुन्छ भनेर व्याख्या पनि गरिएको छ। यो अति प्राचीन, मैले अघि नै बताइसकेँ, संस्कृत वाङ्मय हो। यो ज्ञान चक्षु हो। यसैले चाहिँ संसारलाई आँखा देखाइरहेको छ। अहिले विश्वका धेरै ठाउँहरूमा वेदको अध्ययन भइरहेको छ। यति कुरा यहाँहरूलाई मैले अवगत गराएँ। अब यसलाई सबै समक्ष पुर्याइदिनु हुन विनम्र अनुरोध गर्दछु। हस्त यहाँहरूको जीवन मङ्गलमय बनोस्, सबैको कल्याण होस्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामय, सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। राधे राधे।